हिंसाले न डाक्टर जित्छन् न त बिरामी नै, हार्छ त केवल हाम्रो स्वास्थ्य सेवा नै। बिहानी बिहानी छिटो छिटो रेडी भए, नजर नलागोस् भनेर कालो टिका पनि लगाए। फटाफट बाइक स्टार्ट गरे र रन्का बुद्या रन्का स्पिडमा अस्पतालतिर लागे। अस्पताल पुगेर हाजिर लगाए अनि सिधै आफ्नो डिपार्टमेन्टमा गए। बाहिर हेरे अस्पताल त पुरै सुनसान रहेछ। मनमा नै सोचे आज त के भयो। पछि थाहा पाए अस्ति वीरगञ्ज स्थित नारायणी अस्पतालमा एकजना बिरामीको मृत्यु भएपछि उपचारमा लापरवाही भएको आरोप लगाउँदै इमर्जेन्सीमा कार्यरत डाक्टरमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको रहेछ। त्यसको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वान अनुसार आज आकस्मिक ओपिडी सेवाहरू बन्द रहेछन्। त्यसपछि डिपार्टमेन्टमै बसेर समय कटाए। बिचबिचमा मेसिनले पनि मलाई हेरेर जिस्काइरहेको जस्तो लाग्यो। आज त मलाई पनि आराम गर्ने मौका मिल्यो है भनेर। काम नै नभएपछि अलिकति बुक पढेको नाटक पनि गरे। दिमाग धेरै चलाएपछि भोक लाग्यो, सिधै खाजा खाए। तर यार एमएनआरको गर्मी त बेग्लै लेभलको। फेरि अस्पतालतिर घुम्न निस्के। गार्ड दाइहरू बाहेक बिरामी नै देखिएनन्। हेर्दा हेर्दै ड्युटी पनि सक्यो। फेरि हाजिर लगाए। आजको उपलब्धि त केही नगरिकन ड्युटी सक्यो। तर आजको दिनले एउटा कुरा फेरि सम्झायो, सबै स्वास्थ्यकर्मीहरू दिनरात बिरामीहरू बचाउनका लागि खटिरहेका हुन्छन्। कुनै पनि अप्रिय घटना हुनु दुःखद हो, तर हिंसा समाधान होइन। अर्कोतर्फ ओपिडी बन्द हुँदा टाढा टाढाबाट उपचारका लागि आएका धेरै बिरामीहरू पनि समस्यामा परेका छन्। उनीहरूको पीडा पनि उत्तिकै वास्तविक रहेको छ। हामी सबैको चाहना एउटै हो, स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न पाउन्, बिरामीले पनि बिना अवरोध समयमै उपचार पाउन्। अस्पतालमा डर होइन, विश्वासको वातावरण बनोस्। यही नै सबैभन्दा ठुलो समाधान हो। द्याट्स इट फर टुडे। सी यू नेक्स्ट ब्लग। बाई गाइज।